आज पनि म आइसकेको छु एउटा नयाँ भिडियो लिएर तपाईहरुको साथमा। आज चाहिँ म होस्टेलबाट केही परसम्म जाँदैछु है। आज पनि रेस्ट डे सन्डे हो। सो हामी दुईजना चाहिँ हावा खानलाई, गर्मी भएर हावा खानलाई हामी मार्केटसम्म हिँड्दै जाँदैछौँ। हामी देख्न सक्छौँ यता चाहिँ हाम्रो होस्टेल रहेको छ। यतिखेर चाहिँ बेलुका भइरहेछ है। रात पर्ने बेला भइसक्यो, रातो घाम लागिसक्यो। होस्टेल चाहिँ एकदम बिजोक छ, बिजोक। त्यसपछि यहाँ रहेको छ यहाँको लोकल स्कुल यहाँ रहेको छ। यता चाहिँ हाम्रो यहाँको अहिलेको मौसम देख्न सक्नुहुन्छ। यहाँ केटाकेटीहरू फिसिङ गरिरहेछन्। एकदम मुन्नाहरू फिसिङ गरिरहेछन्, मसिनो बच्चाहरू। हामी चाहिँ यहाँबाट सिधै जान्छौँ। यो चाहिँ मलेसियाको गाउँ हो है, एकदम गाउँ क्षेत्र। यता चाहिँ एकदम पुरानो भइसकेको छ घर। सायद धेरै वर्ष भइसक्यो होला मान्छे नबसेको, या त बस्छ कि त्यो पनि थाहा छैन। यतातिर चाहिँ मान्छे बस्छन्। यहाँको घरहरू यस्तै छ। हामी दुई भाइ चाहिँ यता टक्क जाँदैछौँ हिँड्दै। गर्मी छैन, घाम छैन, बेलुका भइरहेछ। एकदम शीतल आनन्द छ। हामी चाहिँ उता मार्केटसम्म जान्छौँ। त्यस्तो सपिङ गर्नु त स्पेसल केही छैन, जस्ट छुट्टीको बेला यसो घुम्न भनेर निस्केको हामी दुईजना चाहिँ। त्यहाँ गएर अब हेरौँ, केही मन परिहालेमा किन्नै पर्छ। मन नपरेको खण्डमा त के किन्ने हो र। आएर भेटौँ भन न त्यहाँ। यता चाहिँ हामी यता टक्क कलेज रहेछ है। र यहाँ चाहिँ एकदम राम्रो फुलहरू फुलिरहेछन्। यो चाहिँ ठ्याक्कै हाम्रो नेपालको जस्तै फुलहरू, एकदम राम्रो फुलहरू फुलिरहेछ। सो एकदमै राम्रो छ। यहाँ चाहिँ हामी मस्जिदमा आइपुगेको छौँ। ठ्याक्कै मुस्लिमहरूको मस्जिदमा छौँ। मस्जिदबाट अगाडिको बाटो हुँदै हामी चाहिँ उता मार्केटतिर जान्छौँ है। यहाँ चाहिँ बच्चाहरू त होइन, अब मस्त छ गाडी। यस्तै लिनुपर्छ 3 पाङ्रे गाडी। अब हामी चाहिँ यता जाँदैछौँ। मेरो एकजना यहाँ केटो चाहिँ एकदम फोनमा व्यस्त हुनुहुन्छ, घरतिर एकदम कुरा गरिरहेछ है। म चाहिँ भिडियो बनाउँदै अगाडि हिँडिरहेछु। ऊ व्यस्त छ, अब एक्लै बोल्दै हिँडिरहेछु। म चाहिँ पेतेर। सो देख्न सक्नुहुन्छ यहाँतिरको भ्यूहरू यस्तै छ। भ्यू त के देखाउने, यो गाउँघर हो होइन। गाउँघरहरू यस्तै छ। भ्यू देखाउने ठाउँ छैन। अब यस्तै हो गाउँघर जे जस्तो भयो नि एकदम रमाइलो भयो। ठ्याक्कै हाम्रो तराई जस्तै लाग्छ। यहाँ चाहिँ तराईकै फिल आउँछ, नेपालकै फिल आउँछ। तर के भन्ने, आफ्नै देश नेपाल जस्तो चाहिँ लाग्दैन। फुलहरू फुलिरहेछन्, फल्ने फलहरू फलिरहेछन्। यहाँ चाहिँ मौसम एकदम कस्तो मौसम भने, यो फुल फलहरू चाहिँ 12 महिना भइराख्ने एकै खालको मौसम हुन्छ क्या। चिसो नि धेरै चिसो नहुने, तातो नि धेरै तातो नहुने। सो यहाँ चाहिँ 12 महिना एकै खालको फल्ने फल्या फुल्ने फुल्या एकदम बिन्दास। हामी मलेसियाको मार्केटमा आइसकेको छौँ है। एकदम यता मार्केटै त भन्नु होला नि, अब यस्तै छ। यतिखेर चाहिँ केटाहरूसँग भेट भएर हामी चाहिँ जाँदैछौँ है।
यहाँ केटाहरू टमाटर लिन जाने रे, त्यही भएर हामी बाटोको साइड जाँदैछौँ 5 जना। एकदम अब मलेसियाको बसाइ यस्तै छ, बिन्दास पारामा जता हिँड्ने नि भइदियो होइन। कफी खानलाई आइपुगेको छौँ है, कफी खानको लागि 3 भाइ लाएर यता ह्यान्डसमको किन भन्ने त प्रश्नै नगर न। हामी चाहिँ यहाँ घुम्दै रात परिसकेको छ है, रात परिसकेको छ। केही छैन, के हुन्न, चुरोट खाने हो नि। अब चाहिँ हामी रुमतिर जान्छौँ। हजुर जोडीहरू देखाउनु नअर्काको मार्छ फेरि भाइरल भयो भने। ओके बाई, अब हामी अर्को भिडियोमा भेट्ने है त, टाटा।